ललितपुर प्रहरीले ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा भएको दाजुभाइको हत्या प्रकरणमा थप अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिषद ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरी हत्या गर्ने ललितपुर महानगरपालिका 9 भुलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैडाकोटका गगन सुनारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटनमा बोलाएको खुलेको छ। पाटनमा भेटका क्रममा सञ्जीवले झापाको कमल गाउँपालिका 6 का वर्ष 33 का सुमित नेम्बाङ र वर्ष 25 का सृजन नेम्बाङलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी बोगटीले जानकारी दिए। हिजो बुधबार बेलुका अन्दाजी 7:30 बजे मंगलबजार कृष्ण मन्दिरको प्राङ्गणमा अत्यन्त दुःखद घटना भएको छ। घटनामा छुरा प्रहारबाट 2 जना होनार चाहिँ दाजुभाइकै ज्यान उपचार क्रममा बिएनबी हस्पिटलमा ज्यान गएको अवस्था छ। वास्तवमा यो सामान्य कुराबाट कति ठुलो अपराध हुन सक्छ, आवेग गुमाउँदाखेरि चाहिँ मान्छेले आफ्नो रिस शान्त गर्न नसक्दाखेरि अनि कति ठुलो अपराध हुन सक्छ भन्ने कुराहरू यो दुईवटा अपरिचित युवाहरू जुन झडपमा उत्रिए र छुरा प्रहारबाट दाजुलाई जोगाउँदाखेरि भाइसम्मको ज्यान जाने अवस्था आयो। त्यसबाट पनि हामीले चाहिँ देख्न सक्छौं, अनुभूति गर्न सक्छौं। यो बिल्कुल दुई पक्षबीच एउटा फोनमा मिस्टेक कल गयो, मिस्टेकली कल जाँदाखेरि फोनमा विवाद भयो अनि गालीगलौजमा उत्रिए अनि त्यो मृतक नेमाङ दाजुभाइ आफ्नो 2टा साथीसहित दिनभरि मंगलबजारमै घुमिरहेको अवस्थाहरू थियो। अनि जसकोमा फोन गएको थियो उसले त कहाँ छस् के छस् तुरुन्त भेट्छु भन्यो अनि उनीहरूले अनेस्टली पूर्वक नै ल आओ हामी मंगलबजार कृष्ण मन्दिर अगाडि छौं भनिसके पछाडि अर्को पक्ष पनि त्यहाँ आयो र दुईटै पक्ष भेटघाट भइसके पछाडि मंगलबजार कृष्ण मन्दिरकै अगाडिपट्टि थोरै विवाद हुने क्रममै त्यो छुरा बोकेर आएको सञ्जीव नेपाली वर्ष 32 को सञ्जीव नेपालीले अचानक सुमित नेमाङ दाजु वर्ष 33 को लाई छुरा प्रहार घाँटीमा छुरा प्रहार गरे। उनले आफ्नो साथमा ल्याएको छुरा प्रहार गरिसके पछाडि उसको भाइ त्यहाँ बचाउन जान्छन्। भाइ बचाउन जाने क्रममा भाइ सृजन नेमाङ वर्ष 25 को लाई पनि उसले मल्टिपल ठाउँमा चाहिँ अट्याक गर्छ, पेटमा, घाँटीमा, छातीमा। त्यो लामो चाहिँ मासु काट्ने छुरा, दाउ टाइपको छुरा हुन्छ, लामो छुरा, त्यो प्रहार गर्छ। दुईटै भाइहरू घटनास्थलमा ढल्छन् अनि तत्काल प्रहरीलाई खबर गरिसके पछाडि विदिन 3 मिनेट भित्रमै हाम्रो नजिकको प्रहरी टोली त्यहाँ पुग्छ र हामीले चारैपट्टिबाट प्रहरी टोली परिचालन गर्छौं। प्रहरी टोलीहरू परिचालन गरिसके पछाडि छुरा लिएर भागिरहेको अवस्थामा मुख्य आरोपी चाहिँ जुन सञ्जीव नेपाली सञ्जु भन्ने सञ्जीव नेपाली त्यही ढोकाडोल बस्ने भोलढोका बस्ने ललितपुर भोलढोका बस्ने सञ्जीव नेपाली र उसको सहयोगी भाग्दै गरेको अवस्थामा त्यही च्यासल नजिकै बस्ने गगन सुनार समेत दुवैजनालाई छुरासहित प्रहरीले नियन्त्रणमा लिन सफल हुन्छ। अनि हामीले तत्काल प्रहरीकै गाडीमा घाइतेहरूलाई उद्धार गरेर बिआइएनबी हस्पिटलमा लान्छौं। बिआइएनबी हस्पिटलमा लगेर उपचार क्रममा लगभग 1 घण्टा पछि 8 बजेर 20 मिनेट 22 मिनेटको चाहिँ वरिपरि डाक्टरले उनीहरूलाई मृत घोषणा गरेको अवस्था छ। पक्राउ परेका सञ्जीव नेपाली मासु पसलमा काम गर्ने गरेको र यसअघि पनि अपराधिक गतिविधिमा लागेको देखिएको प्रहरीले जनाएको छ। घटनाको सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीसँग सोधपुछ गरेर थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए।